स्वागत छ। आज हामी दिव्य पावन धारा युट्युब च्यानलको एउटा निकै चाखलाग्दो विचारमा गहिरिँदैछौँ, जीवनका दुई प्रकारका शिक्षक वा गुरुबारे। हो, निकै मननयोग्य विषय। यो सामग्रीले खासमा जीवनले हामीलाई कसरी सिकाउँछ, अझ विशेष गरी कठिनाइहरू मार्फत भन्ने कुरा केलाउँछ जस्तो लाग्यो। एकदम। स्रोतको मूल तर्क नै जीवन आफै सबैभन्दा ठूलो पाठशाला हो भन्ने छ। हो, ल त्यसो भए यसलाई अलिक खोतलौँ है त। सुरुमा स्रोतले के भन्छ भने जीवनमा पहिलो प्रकारका गुरुहरू हुन्छन्, जसले चाहिँ प्रेम र स्नेहले सिकाउँछन्। जस्तै हाम्रा आमा बुवा, शिक्षकहरू। उहाँहरूले सही बाटो देखाउनुहुन्छ, होइन, गल्ती गर्दा सम्झाउनुहुन्छ। हो नि, तर हामीले कहिलेकाहीँ यस्तो मायालु मार्गदर्शनलाई अलि हल्का रूपमा लिन्छौँ कि? त्यही त, सामान्य मान्छौँ। अनि यहीँनेर कुरा अलि गम्भीर मोड लिन्छ। स्रोतले के भन्छ भने यदि हामीले यी पहिलो प्रेमले सिकाउने गुरुको कुरा सुनेनौँ, बेवास्ता गर्यौँ भने जीवनले दोस्रो अलि कठोर प्रकारको गुरुलाई अगाडि सार्छ रे। दोस्रो गुरु हो। र यो दोस्रो गुरु भनेको चाहिँ जीवन आफै हो। जीवन आफै कसरी? भनेको चुनौती, पीडा, असफलता यस्ता कुराहरू मार्फत सिकाउने। बुझेँ। यो बाटो त पक्कै कठिन हुन्छ होला। निश्चय नै कठिन र जोखिमपूर्ण पनि। स्रोत भन्छ यस्तो अवस्थाले कि त मानिसलाई पुरै बदल्दिन्छ कि त भत्काइदिन्छ। ओहो। स्रोतमा नदीको उदाहरण पनि थियो नि, होइन? थियो। नदी आफ्नै तालमा बग्छ, तर त्यसलाई बाँध बनाएर नहर खनेर नियन्त्रण गर्दा त्यसको शक्ति अर्कै काममा लाग्छ। एकदम, दिशा नै बदलिन्छ। जीवनले पनि कहिलेकाहीँ यस्तै कठोर अनुशासनमा राखेर हामीलाई नयाँ दिशा दिन खोज्छ जस्तो लाग्यो मलाई त। हो, त्यो नियन्त्रणले एक किसिमले बाटो देखाउँछ। अब यहाँनिर अझै विचार गर्नुपर्ने कुरा आउँछ। स्रोतले राम र पाण्डवहरूको कथालाई जोडेको छ। हो, महाकाव्यका पात्रहरू। राम राजकुमार, राजा बन्ने तयारीमा, तर जीवनरूपी गुरुले उहाँलाई कहाँ पठायो? 14 वर्षको वनवास, जङ्गलको कठिन जीवन। हो, दरबारको सारा सुख त्यागेर, स्रोत साधन बिना राक्षसहरूको बीचमा। त्यो कठिनाई सामान्य थिएन। अनि स्रोत भन्छ यही कठिनाईले उहाँलाई लड्न सिकायो, शक्ति बढायो र अन्ततः राजकुमारबाट मर्यादा पुरुषोत्तम बनायो। त्यस्तै पाण्डवहरूको कथा पनि जुवामा सबथोक हारेपछि 12 वर्ष वनवास अनि 1 वर्ष अज्ञातवास। त्यो लुकेर बस्नुपर्ने समय कति कठिन भयो होला। हो, तर त्यही कठिनाईले उनीहरूलाई यति खार्यो कि फर्केर आउँदा उनीहरूले त्यो बेलाको शक्तिशाली कौरव सेनाको सामना गर्न सके। भनेपछि कठिनाईले शक्ति दिन्छ भन्ने आशय हो। एक किसिमले हो। तर के हामीले सामान्य जीवनका चुनौतीलाई पनि यस्तै महाकाव्यको स्तरमा हेर्न मिल्छ त? यो पनि प्रश्न हो। राम्रो प्रश्न। सायद स्रोतले भन्न खोजेको के हो भने जब जीवनमा यस्तो मोड आउँछ नि जहाँ कोही साथ दिने देखिन्न, आफ्नै बुद्धिले पनि काम गर्दैन जस्तो लाग्छ, सबै क्षमताहरू बेकार लाग्छ, त्यस्तो बेला बुझ्नुपर्छ रे कि जीवनले केही ठूलो सिकाउन वा गराउन खोजिरहेको छ। एउटा संकेतको रूपमा लिनुपर्छ कि? हो, स्रोतले त यसलाई एउटा अग्नि परीक्षा जस्तै भनेको छ। अग्नि परीक्षा। त्यो कठोर गुरु मतलब जीवनले मानिसलाई यस्तो भट्टीमा हाल्छ जहाँ ऊ कि त जलेर खरानी हुन्छ कि त कुन्दन बनेर निस्किन्छ। कुन्दन भनेको सबभन्दा शुद्ध सुन। कि टुट्नु कि अझै चम्किलो भएर निस्कनु। एकदम। विकल्प 2 मात्रै। यो अलि नाटकीय सुनिएला, तर यसले कठिनाईको त्यो सम्भावित शक्तिलाई देखाउँछ। त्यसो भए यसको निचोड के भयो त मोटामोटी रूपमा? निचोड त स्पष्टै छ जस्तो लाग्छ। जीवनमा 2 किसिमका शिक्षक छन्। एक प्रेमले मार्ग निर्देश गर्ने र अर्को कठिनाईले खार पार्ने। अनि सायद पहिलो गुरु मतलब प्रेमले सिकाउनेहरूले दिने शिक्षा, त्यो आधार? त्यो आधारले नै हामीलाई दोस्रो गुरु अर्थात् जीवनका कठिन परीक्षाहरू सामना गर्न बल दिन्छ। त्यसैले पहिलो गुरुको मार्गदर्शनलाई कहिले हल्का रूपमा लिनु भएन। एकदम। त्यसको आफ्नै महत्त्व छ। स्रोतको सन्देश पनि यही हो जस्तो लाग्छ। जब जीवनले धेरै अप्ठ्यारोमा पार्छ, हरेस खानुभन्दा पनि यो सोच्नु पर्यो कि यसबाट केही सिक्न सकिन्छ। हो, कठिन परीक्षाबाटै मान्छे खारिन्छ र इतिहास रच्छ भन्ने खालको आशय देखिन्छ। हो नि। यसले मलाई एउटा कुरा सोच्न बाध्य बनायो। के कुरा?
हामीले आफ्नो दैनिक जीवनमा आइपर्ने यो दुई किसिमका सिकाइलाई कसरी छुट्याउने होला अनि दुवैबाट कसरी लाभ लिने? यो त निकै महत्त्वपूर्ण प्रश्न भयो। सायद यो श्रोताहरूको लागि पनि सोच्ने विषय होला। आजको लागि यति नै गरौँ होला। हुन्छ, अब एकछिन विचार गरौँ न।